राखेको छु र त्यसमा भएका कमी कमजोरीहरू केही भए म सुधारको अपेक्षा गर्दछु। अझै सुधार्न सकिन्छ र तथ्यपरक कुराहरूलाई म यहाँ राख्ने अनुमति चाहन्छु। यो विद्यालयसँग सम्बन्धित केही तथ्यगत कुराहरू यहाँहरू समक्ष राख्ने अनुमति चाहन्छु। श्री हिमाली माध्यमिक विद्यालय वालिम 4 रत्न दोभान सिङ्जा को 68औं अभिभावक दिवस, यो 37औं अभिभावक वार्षिकोत्सव हो। अब के कारणले रोकियो भनेर त यहाँहरूले अवगत भएकै छ होइन। गत 11 गते हुनुपर्ने वार्षिकोत्सव कारणवश यो वर्ष रोकिएर आज हामीले 68औं वार्षिकोत्सव अभिभावक दिवसको रूपमा मनाउँदैछौँ। 68औं अभिभावक दिवस पुरस्कार तथा छात्रवृत्ति वितरण कार्यक्रम 4 असार 2083। पृष्ठभूमि यो विद्यालयको स्थापना यो प्रावि निमावि मावि उच्च मावि गरेर 4 चरणमा स्थापनाका मितिहरू छन् र त्यसमा छुट्टा छुट्टै संस्थापकज्यूहरू हुनुहुन्छ र यो प्रावि विद्यालय स्थापना 2013 साल, यो विद्यालयको प्राथमिक स्थापना भएको 2013 सालमा र त्यति बेला नाम रहेछ हाम्रो सरलाई विशेष गरेर हाम्रो अभिभावकज्यूलाई होइन, अभिभावकज्यूहरूलाई थाहा होला यसको इतिहास। यति बेलाको नाम रहेछ श्री रत्न विद्याश्रम अर्मादी रत्नेदोमा। 2013 सालमा विद्यालय स्थापना हुँदाको र विद्यालयले 2016 सालमा प्रावि स्वीकृति प्राप्त गर्यो। 2016 त्यही भएर विद्यालयको स्थापना मिति 2016 भनेर लेख्ने गरिएको छ र स्वीकृत हुँदाको नाम फेरि 2013 सालमा स्थापना भयो। 16 सालमा नेपाल सरकारबाट स्वीकृत हुँदाको नाम रहेछ तबुङ अर्मादी प्राइमेरी स्कुल रत्नेदोमा। त्यति बेलाका संस्थापकज्यूहरू हुनुहुन्छ हलार टेकबहादुर गुरुङ, सलबहादुर गुरुङ, मेघनाथ काफ्ले, कुलबहादुर मास्ती, खेमबहादुर टपगाई छेत्री, धनबहादुर थापा, मित्रबहादुर थापा, जेजुनाथ काफ्ले। मैले प्राप्त गरेका नामहरू छन्, त्यसमा केही संशोधन थप केही भए यहाँहरूको सुधारको अपेक्षा गर्दछु। त्यस्तै निमावि 2028 सालमा अनुमति विद्यालयले अनुमति प्राप्त गर्यो र 2030 सालमा स्वीकृति प्राप्त गर्यो, थायी स्वीकृति। र त्यति बेला मिडिल स्कुलको नामले चिनिन्थ्यो र त्यति बेलाका संस्थापकहरूमा तत्कालीन प्रधान पञ्च श्री सलबहादुर गुरुङ, उपप्रधान पञ्च श्री क्याप्टेन मनबहादुर गुरुङ, एकनारायण खनाल, चक्रपाणी खनाल, ऋषिराम खनाल, दिलीराम काफ्ले, भूतराज काफ्ले, रूपबहादुर छेत्री, वेदबहादुर थापा, सूर्यप्रसाद रेग्मी र हलार टेकबहादुर गुरुङ निमावि स्थापनाका संस्थापकज्यूहरू। त्यस्तै 2030 सालदेखि 45 सालसम्म निमावि मिडिल स्कुलको रूपमा सञ्चालन भयो र 2046 सालमा मावि कक्षा 8 को अनुमति विद्यालयले प्राप्त गरेको रहेछ र कक्षा 10 स्वीकृति 2052 सालमा प्राप्त गर्यो र सञ्चालित कक्षा 1 देखि 10 सम्म। र यसै गरी उच्च मावि अनुमति 2067 साल असार 23 गते विद्यालयले उच्च माविको स्वीकृति प्राप्त गर्यो, अनुमति प्राप्त गर्यो र हामीलाई 2वटा अनुदान उच्च माविको अनुदान प्राप्त भएको छ। त्यस्तै सञ्चालित कक्षा इसिबीदेखि शिशुदेखि 12 कक्षासम्म सञ्चालित हुँदै आइरहेको छ र उच्च मावितर्फ व्यवस्थापन र शिक्षाशास्त्रमा पठन पाठन भइरहेको चलिरहेको छ र प्राविधिक धारतर्फ हामीले एउटा सम्भाव्यता अध्ययन, यो बाली विज्ञान सञ्चालन गर्ने सम्बन्धमा सम्भाव्यता अध्ययन र भवन निर्माणको योजना हामीले गरेका थियौँ र हामीलाई त्यसमा यो भवन निर्माणको लागि भनेर 18 गते भवनको लागि एउटा योजना पनि आएको थियो। यो हामीले विविध कारणहरू हामीसँग चर्चा नभएको कारण
अब यस्तै हो हामीसँग विद्यार्थी यस्तै घट्दो अवस्था। यो विभिन्न कारणले गर्दा यही भवन भत्काउनु पर्ने हो, अर्को भवन पनि होइन जता किन्ने हामीसँग अलिक गाह्रो छ कि भन्ने क्रममा यस्तै गरेर डिजाइन चेन्ज गर्ने भनेर हामीले लेखेर पठाएका छौँ। त्यसको अझै जवाब आएको छैन त्यसको बारेमा। त्यस्तै यो विद्यालयबाट हालसम्म एसएलसी र एससी गरी 1182 जना विद्यार्थीहरूले उत्तीर्ण गरेको हामीसँग तथ्याङ्क छ। त्यस्तै कक्षा 12 उत्तीर्ण गर्ने 523 जना विद्यार्थीहरू यहाँबाट उत्तीर्ण भएर गइसकेका छन्। गत सालको एससीको नतिजा हामीसँग 19 जनामा 16 जना विद्यार्थीहरू पास भएका थिए रेगुलरमै, जसमा 84.21% विद्यार्थीहरू उत्तीर्ण भएका थिए। र यो वर्ष 16 जना विद्यार्थीमा 13 जना विद्यार्थी नियमित रूपमा नै उत्तीर्ण हुन सफल भएका छन् र 3 जना विद्यार्थीले एउटा विषय मात्रै लागेको छ, जुन आज परीक्षा हुनेछ संज्ञामा सायद भइसक्यो होला, बिहान 8 बजी भएको थियो। त्यस्तै कक्षा 12 को गत साल हाम्रो जम्मा 12 जनामा 5 जना रेगुलरबाटै पास भएर 41.66% कक्षा 12 को उत्तीर्ण भएका थिए। र यो वर्ष नगर स्तरीय कक्षा 8 को नतिजा नगरपालिकाको तथ्याङ्क 50-52% थियो, जबकि हाम्रो विद्यालयमा 13 जना विद्यार्थीहरूमा 13 जना उत्तीर्ण भएर 100% नतिजा प्राप्त हुन आएको छ। र गत वर्षभन्दा यो वर्ष अन्य कक्षाको पनि 8, 10 र 12 को बाहेक अन्य कक्षाको पनि गुणस्तर उच्च रहेको छ। शैक्षिक गुणस्तर केन्द्रबाट गुणस्तर परीक्षा गर्दा हामीले होइन, शैक्षिक गुणस्तर केन्द्रबाट गुणस्तर विद्यालय कस्तो छ त भनेर आएर गुणस्तर परीक्षण गर्दा हाम्रो विद्यालयले 74.48 अङ्क प्राप्त गरी उत्कृष्ट रहेको छ। त्यस्तै जग्गाको विवरणमा, जग्गादाता विवरणमा निःशुल्क जग्गा दान